ढुङ्गा बोकेर देश बन्छ। हो, देश ढुङ्गाबाटै बन्छ। ढुङ्गा बोकेर नै देश बन्छ। ढुङ्गा बोकेर देश बन्छ र भनेर खिल्ली उडाउनु विज्ञानलाई नबुझ्नु हो। आजको प्रविधि ढुङ्गा बिना असम्भव छ। सबै ढुङ्गाबाटै बन्छ। ढुङ्गा एक प्रतीक हो। हर्क साम्पाङज्यूले ढुङ्गा बोकौँ भनेको विकास गरौँ भनेको हुन्। तर कसैले बुझी बुझ पचाएको भने कतिले नबुझी कतिले विरोधीहरूले भनेकै आधारमा ढुङ्गा बोकेर देश बन्छ भनेर भनेका हुन्। तर सत्य तथ्यमा भन्दा ढुङ्गा बोकेरै देश बन्छ, सबै बन्छ। घर ढुङ्गाबाट बन्छ, सडक ढुङ्गाबाट बन्छ, उद्योग ढुङ्गाबाट बन्छ, प्रविधि ढुङ्गाबाट बन्छ। ढुङ्गा भनेको के हो? ढुङ्गा भनेको पृथ्वीको ठोस पदार्थ हो, जसलाई वैज्ञानिक भाषामा रक भनिन्छ। पृथ्वीको माथिल्लो तह क्रस्ट 95% भन्दा बढी ढुङ्गाबाट बनेको हुन्छ। ढुङ्गा कसरी बन्छ? ढुङ्गा 3 तरिकाले बन्छ। पहिलो, ज्वालामुखीको लाभा चिसिदा बन्ने आग्नेय ढुङ्गा। दोस्रो, बालुवा, माटो र जीवाश्म लाखौं वर्ष थिचिदा बन्ने अवसादी ढुङ्गा। तेस्रो, पहिलेको ढुङ्गा अत्याधिक ताप र दबावले परिवर्तन हुँदा बन्ने रूपान्तरित ढुङ्गा। अब तथ्यमा जाउँ। ढुङ्गाबाट के बनिन्छ? सिमेन्ट, कङ्क्रिट, स्टिल उत्पादनमा प्रयोग हुने चुन ढुङ्गा, सडक र पुलमा प्रयोग हुने ग्राभेल सबै ढुङ्गाबाटै आउँछ। आजको प्रविधि ढुङ्गा बिना असम्भव छ। मोबाइल फोन, कार र विमानमा प्रयोग हुने सेमिकन्डक्टर चिप सिलिकनबाट बन्छ। सिलिकन भनेको ढुङ्गामा पाइने क्वार्ट्जबाट निकालिएको तत्त्व हो। लिथियम आयन ब्याट्रीमा प्रयोग हुने लिथियम, कोबाल्ट, निकल र म्याङ्गनिज सबै पृथ्वीको ढुङ्गाभित्र पाइने खनिज हुन्। एकवटा स्मार्टफोनमा 50 भन्दा बढी प्रकारका खनिज प्रयोग हुन्छन्। सबैको स्रोत ढुङ्गा हो। अब बहुमूल्य धातुहरू। सुन ढुङ्गाबाट निस्कन्छ कि निस्कँदैन? सुन पृथ्वीभित्रका ढुङ्गाको भित्रै हुन्छ। यसलाई अयस्क भनिन्छ। हीरा भनेको कार्बन तत्त्व अत्याधिक ताप र दबावमा ढुङ्गाभित्र क्रिस्टल बनेको रूप हो। यसकारण ढुङ्गा बिना घर छैन, सडक छैन, ऊर्जा छैन, प्रविधि छैन। देश विकासको आधार ढुङ्गा र त्यसबाट निस्कने स्रोत हो। ढुङ्गा बोकेर देश बन्छ, विज्ञान भन्छ हो, देश ढुङ्गाबाटै बन्छ। ढुङ्गालाई हेप्नु विज्ञानलाई नबुझ्नु हो, विकासको विरोध गर्नु हो। यो भावना होइन, यो तथ्य हो। त्यसैले ढुङ्गा बोकेर देश बन्छ भनेर हाँसो गर्नु, नाटक गर्नुभन्दा सबैले श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङलाई साथ दिनु, ढुङ्गा बोक्नु जानु, विकास 100% हुन्छ। धन्यवाद।